त्यति धेरै घमण्ड पनि नगर्नुस् कि जब त्यो घमण्ड नै तपाईको टाउकोमा टेकोस् र तपाईलाई बिर्साइदियोस् कि तपाई को हो भनेर। तपाई कहाँबाट आउनुभयो, कसरी आउनुभयो र तपाई को हो भन्ने नै बिर्साइदिन्छ भने त्यो घमण्ड के काम। अहंकारले अन्धो भएको मान्छे हुन्छ नि, न त आफूलाई नै गलत देख्छ, न त अरू मान्छेको गुणलाई नै उसले राम्रो देख्छ। जसले अरूलाई जति नीचा देखाउन खोज्छ नि, त्यो व्यक्तिलाई थाहा हुँदैन कि उसको त्यो व्यवहारले ऊ कति नीचा झरिरहेको हुन्छ भन्ने कुरा। त्यसैले जीवनमा कहिल्यै घमण्ड नगर्नुस्। जब घमण्डले टाउकोमा टेक्न थाल्छ नि, तब मान्छेले कसैको पनि आदर गर्न सक्दैन। त्यसैले भुल्नुस् घमण्डलाई। सादा जीवन, उच्च विचार त्याग्नुस् तपाईको।